जय मसीह मती 6 को 6 मा लेखिएको छ, येशू ख्रिस्टले भन्नुभएको छ आफ्नो चेलाहरूलाई, जब तिमी प्रार्थना गर्छौ भित्र कोठाभित्र पस अनि ढोका बन्द गर अनि गुप्तमा हुने तिम्रा परमेश्वरले तिम्रो मागेको कुरा देखुन् अनि इनाम दिउन् भन्नुभएको छ। अनि आजको दिनमा यो वचनको अर्थ परमेश्वरले स्पष्ट आजै पद पढ्दै जाँदाखेरि उहाँले बताइसक्नु भएको छ। तर ढोका थुन भन्ने कुरोलाई म केही बताउन मन लाग्यो। तपाईँ र मेरो जीवनमा आजको दिनमा किन ढोका थुन्न पर्छ अनि त्यो ढोका के हो भन्ने म आज सानो तपाईँलाई आशिष सेयरिङ गर्न मन लाग्यो। जब पनि तपाईँ र म प्रार्थना गर्न बस्छौँ, सायद हाम्रो जीवनमा धेरै डिस्टर्बेन्सहरू आउँछ होला। अनि कतिपल्ट प्रार्थना गर्दाखेरि परमेश्वरको उपस्थितिभित्र पस्दै जाँदाखेरि पनि हाम्रो जीवनमा कतिपल्ट यस्तो छन्, यस्तो परिस्थिति पनि आउँछ जसले हामीले प्रार्थना गर्दा गर्दा प्रार्थनालाई बन्द गर्नुपर्छ। अनि कतिपल्ट प्रभुको उपस्थितिमा हामी पुग्दै गर्दाखेरि पनि प्रार्थना आदिकल्चो भएर होइन, हामीले प्रार्थना गर्दाखेरि पनि आमिन नभनिकन पनि उठ्नुपर्छ। त्यस्तो स्थितिमा हामी कतिपल्ट गजेटिरहेको होलाौँ अनि समस्याले घेरिरहेको होलाौँ अनि हाम्रो प्रार्थना कम्प्लिट हुन सकेको छैन होला। अनि कतिपल्ट हामी प्रार्थनामा बस्दाखेरि हामीलाई धेरै डिस्टर्बेन्स आइरहेको छ अनि आउँदछ। त्यही कारण येशू ख्रिस्टले भन्नुभयो, तपाईँ र मलाई, तिमी जब पनि आफ्नो कोठाभित्र पस्छौ अनि प्रार्थना गर्छौ अनि ढोका बन्द गर। आजको दिनमा तपाईँ र मेरो धेरै यस्तो ढोकाहरू छ जो तपाईँ र मैले प्रार्थना गरेर बस्नुपर्छ। नम्बर 1 ढोका अहिलेको जमानामा विश्वासीहरूको लागि सबभन्दा ठुलो समस्याको ढोका के भएको छ म तपाईँलाई भन्न मन लाग्यो। अहिले म जुन तपाईँको अगाडि बोलिरहेको छु, यो आशिष सेयरिङ गर्न लागिरहेको छु, गरिरहेको छु, अनि मेरो अगाडि के छ तपाईँलाई थाहा छ, आज मोबाइल छ। अनि यो मोबाइल आज जुन हाम्रो अनि माझमा जुन कम्युनिकेसन अनि गर्नको निम्ति आज हामीलाई धेरै सजिलो भएको छ। तर आज यही मोबाइल चाहिँ हाम्रो कतिपल्ट प्रार्थनाको जीवनको लागि चाहिँ समस्या भएको छ। किन भन्दाखेरि हामी प्रार्थना गर्दा कतिपल्ट हाम्रो अगाडि मोबाइल भएको कारणले गर्दा मोबाइलको रिङिङ टोन बज्छ, कसले फोन गर्यो, आज हामी इच्छुक बन्दछौँ वाट्सएपको मेसेज सुन्दा रिङिङ टोन्दा के खबर आयो भन्ने हुँदछ। त्यसले गर्दाखेरि आजको दिनमा हामी वर्तमान इसाईहरूको लागि चाहिँ मोबाइल चाहिँ प्रार्थनाको समयमा, प्रार्थनाको टाइममा चाहिँ धेरै आज हामीलाई के भएको छ, बाधा भएको छ। त्यसले गर्दा आज तपाईँ र मैले मोबाइललाई जति सक्दो प्रार्थनाको टाइममा, प्रार्थनाको समयमा चाहिँ हामीले मोबाइलको ढोका बन्द गऱ्यो भने चाहिँ असल धेरै असल भएर जान्छ। तपाईँ हामी सोच्नुहोस्, आजभन्दा धेरै अगाडि वर्ष इसाईहरू थियो जसको हातमा मोबाइल थिएन, जसको हातमा सेलफोन थिएन होइन, र उहाँहरू प्रार्थनामा बस्थ्यो अनि जीवन चलि नै रहेको थियो होइन। तर वेयर आजको वर्तमान समाजमा, दुनियाँमा, टेक्नोलोजीको जमानामा यो सबै कुरा हामीलाई चाहे तापनि तर मोबाइल यस्तो खालको समस्या भएको छ जो हामीले देख्न सकेको छौँ, हाम्रो आँखाले भेटाउन सकेको छौँ कि प्रार्थना गर्दा 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 मोबाइलको आवाज उठेर चाहिँ आएर चाहिँ फोन गर्न गएको होइन, मेसेज गरेको होइन, गफ गरेको। अनि त्यसले गर्दाखेरि प्रार्थनाको समयमा तपाईँ र मेरो जीवनमा चाहिँ बाधा दिने कुरो, ढोका चाहिँ आज के छ भन्दाखेरि बन्द गर्नुपर्छ, मोबाइलको ढोका बन्द गर्नुपर्छ। अनि नम्बर 2 मा कतिपल्ट हाम्रो जीवनमा सोचमा यस्तो खालके फिलिङ्सहरू आउँछ, कस्तो यस्तो खालके बाधा आउँछ, यस्तो खालके विवेकमा हाम्रो पास्टको कुरोहरू आउँछ, हाम्रो विवेकमा धेरै धेरै नकारात्मक सोचहरू आउँछ, हाम्रो विवेकमा धेरै धेरै नकारात्मक कल्पनाहरू आउँछ, विचारहरू आउँछ है, जो परमेश्वरको उपस्थितिभित्र बस्दाखेरि त्यो आउने विचारको ढोकाहरू, सोचाइको ढोकाहरू अनि फिलिङ्सको ढोकाहरू, हाम्रो पास्ट लाइफको ढोकाहरू चाहिँ के गर्नुपर्छ, हामीले बन्द गर्नुपर्छ।
जब पनि तपाईँ प्रार्थनामा बस्नुहुन्छ आइदर तपाईँले के गर्नुहोस् वर्शिप गाना तपाईँले लगाउनुहोस्, आइदर तपाईँले गिटार ल्याउनुहोस्। आज तपाईँ गिटार इन्स्ट्रुमेन्ट केही बजाउन सक्दैन भने पनि तपाईँले ट्यामरिङ लिएर पनि बजाउन सक्नुहुन्छ, गाना गाउन सक्नुहुन्छ, अथवा सिम्पल वेमा तपाईँले स्तुति गर्न सक्नुहुन्छ, जुन स्तुतिले चाहिँ तपाईँको कोठालाई, तपाईँको जीवनलाई प्रार्थनाका लागि के गर्छ, तयार गर्छ। त्यसले गर्दा कति बेला हामी के हुन्छौँ भन्नुहोस् त, हाम्रो शरीर मात्रै कोठामा हुन्छ, मुख मात्रै चलिरहेको हुन्छ, तर हाम्रो सोचाइ चाहिँ आउट अफ रुम हुन्छ के त, कोठादेखि बाहिरको दुनियाँमा आउँछ। त्यसले गर्दा हामीले बाहिरको दुनियाँको आउने कुराहरू, सोचको ढोकाहरू चाहिँ के गर्नुपर्छ, बन्द गर्नुपर्छ। बुझ्नुभयो? अनि थर्डमा यस्तो ढोकाहरू धेरै छन्, डोरहरू धेरै छन् जो तपाईँ र मैले के गर्नुपर्छ, बन्द गर्नुपर्छ। मैले धेरै मान्छेको टेस्टिमोनीहरू सुनेको छु अनि आई हेभ सिन लट अफ पिपल्सहरू है, मैले मेरो सेवाकाईको क्षेत्रमा मैले यस्तो खालके आमाहरू भेटेको छु अनि यस्तो खालके दिदीहरू, बहिनीहरू, भाइहरू भेटेको छु है। दे आर जेन्युन मिन्स मैले भन्न चाहेको चाहिँ के भन्दाखेरि, वेयर एज उनीहरूको जब पनि प्रार्थनाको टाइम हुन्छ है, प्रार्थनाको टाइम हुन्छ, जब उनीहरूले प्रभुलाई प्रतिज्ञा गरिसकेको हुन्छ, म 5 बजी उठ्छु या बिहान 6 बजी प्रार्थना गर्छु या बेलुकाको 10 बजी प्रार्थना गर्छु होइन, कुनै पनि टाइम प्रभुलाई उनीहरूले के गरेको हुन्छ, दिएको हुन्छ क्या त, कमिटमेन्ट गरेको हुन्छ। अनि के गर्छ भन्दा उहाँले त्यो टाइमभित्र चाहिँ आफ्नो कोठाभित्र पसेर चाहिँ ढोका बन्द गर्छ क्या त। उनीहरूको 1 घन्टा छ भने 1 घन्टाको बादमा मात्रै उनीहरू त्यो कोठाबाट के गरिन्छ, बाहिर निस्किन्छ। त्यो चाहिँ कमिटमेन्ट हो, प्रभुसित दिएको बाचा हो, प्रभुसित दिएको प्रतिज्ञाको कुरो हो के त, एउटा बेस्ट बलिदान हो। तर हाम्रो चाहिँ कतिपल्ट ढोका बन्द गर्दैनौँ के त। बुझ्यौ? के हुन्छ भने साथीभाइ आइपुग्छ होइन, प्रार्थना गर्दा गर्दा हामी उठी पठाउँछौँ होइन, भेट्ने मान्छे आउँछ, प्रार्थना गर्दा गर्दा उठी पठाउँछौँ। कति बेला नचाहिँदा हामीलाई डिस्टर्ब गर्ने व्यक्तिहरू त्यसै पनि के गर्नु आउँछ, भेट्नु आउँछ, बातचित गर्नु आउँछ, टाइम वेस्ट गर्नु आउँछ, जुन टाइम चाहिँ हामीले प्रभुलाई दिन चाहेको हुन्छौँ। अनि के हुन्छ, हामी बिचमै आमिन गरेर बात गर्न पस्छौँ होइन। तर पनि यो 3वटा कुरालाई चाहिँ हामी प्र्याक्टिकल गर्ने प्रयास गरौँ। तर पनि म तपाईँलाई के भन्न चाहन्छु भन्दा आजको दिनमा मैले तपाईँलाई 3टा मात्रै कुरा बताएँ जुन हाम्रो ढोकाहरू हामीले बन्द गर्नुपर्छ। म जान्दिनँ, तपाईँ प्रभुको उपस्थितिमा जानुहोस्, प्रभुको उपस्थितिमा बस्नुहोस्, प्रभुको गहिराइमा पुग्नुहोस् अनि प्रभुको वचनलाई, बाइबललाई पढ्नुहोस्। अनि बाइबलमा धेरै 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 प्रार्थना गर्ने व्यक्तिहरू छ, दानियलहरू छ के त, इजिकेलहरू छ, अनि यर्मियाहरू छ, यासायाहरू छ, जसुवाहरू छ होइन, धेरै प्रार्थना गर्ने व्यक्तिहरू छ, पावलहरू छ होइन, सिलासहरू छ, जसले धेरै जीवनहरू चाहिँ प्रार्थनामा के गरेर गएको छ, बिताएको छ। स्वयं यीशु ख्रीष्ट पनि प्रार्थना गर्ने व्यक्ति, त्यसै कारणले गर्दा उहाँले भिडलाई छोडेर एकान्तमा जानुहुन्थ्यो, के नहोस्, डिस्टर्ब नहोस् भनेर, अनि प्रार्थना गरेर के गर्नुहुन्थ्यो, उहाँ आउनुहुन्थ्यो। बिहानी पख यीशु ख्रीष्टलाई भेटाउँदैन थियो चेलाहरू, कहाँ गर्नु, प्रार्थना गर्न जानुहुन्थ्यो। त्यसले गर्दा तपाईँ र मेरो जीवनको यस्तो कतिवटा ढोकाहरू, प्रियजनहरू हामीले बन्द गर्न खाँचो छ यी दिनहरूमा के त, एकदमै प्रभुको उपस्थितिमा बस्नमा, प्रार्थना गर्नमा। त्यसले गर्दा कुन कुन ढोका चाहिँ जीवनको तपाईँ र मैले बन्द गर्नुपर्छ म भन्दिनँ। तपाईँ प्रभुको उपस्थितिमा जानुहोस्, प्रभुसित कन्फर्मेसन माग्नुहोस् अनि तपाईँले त्यो ढोका बन्द गर्न थाल्नुहोस्। जब तपाईँले ढोका बन्द गर्दै जानुहुन्छ प्रभुको उपस्थितिले भरिँदै जानुहुन्छ, जब ढोका बन्द गर्दै जानुहुन्छ प्रभुको नजिकतामा पुग्नुहुन्छ, जब ढोका बन्द गर्दै जानुहुन्छ प्रभुको दर्शन पाउँदै जानुहुन्छ, जब ढोका बन्द गर्दै जानुहुन्छ प्रभुको उद्देश्यको कुराहरू खोलिँदै जान्छ, जब ढोका बन्द गर्दै गर्नुहुन्छ संसारका आवाजहरू बन्द हुन्छ, प्रभुको आवाज सुन्नुहुन्छ। आमेन। प्रभुको वचन पढाइ, सुनाइ, आशिषमा आशिष दिउन्। हामी यो कुरालाई प्र्याक्टिस गर्ने प्रयास गरौँ। प्रभुले हामीलाई आशिष दिउन्। जय मसीह।